अब यो क्वेसन गर्दैछु क्वेसन नम्बर 18 2080 सेट पिक्यू क्वेसन नम्बर 21। अब सुरुमा हामीलाई फर्मेट याद हुनुपर्छ। फर्मेट भनेको के हो भन्दाखेरि क्याश फ्लोको फर्मेट यस्तो हुन्छ। मैले तिमीलाई स्क्रिनमा देखाइदिइहाल्छु हेर, तिमीलाई यो आउँछ भन्नु पर्दैन। सुरुमा के हुन्छ, रुक है अलि बिग्रियो के ल। सुरुमा के हुन्छ, सुरुमा के हुने भयो हाम्रो क्याश फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस। पहिलो नम्बर स्टेप के हो, क्याश कलेक्सन फ्रम डेप्टर्स। अब यसमा हामीले सिम्पली के गर्नु छ, सुरुमा हामीले यसमा के राख्छौँ, सेल्स राख्छौँ। सेल्स सेल्स क्वेसनमै दिएको छ कति भन्दाखेरि, क्वेसन हेर, क्वेसनमा दिएको छ 1 लाख। यसलाई 1 लाख भन्दा हामीले यता लेख्छौँ सिम्पली 1 लाख। अब यसमा डेप्टर्स, डेप्टर्स भन्ने छ पहिलो साल कति छ, 2021 मा 15,000 छ, 2022 मा 10,000 छ। एसेट साइडमा उल्टो रिलेसनसिप हुन्छ, यदि घट्यो भने जोडिन्छ, दोस्रो सालमा यदि घटेको छ भने जोडिन्छ, यदि बढेको छ भने माइनस हुन्छ। सिम्पली हामीले क्वेसन हेरेर थाहा हुन्छ घटेको छ, घटिसकेपछि हामीले के गर्छौँ, एड गर्छौँ। एड गर्नको लागि हामीले के गर्नुपर्छ, इन्क्रिजिङ, के भन्नु पर्यो, इन्क्रिजिङ डेप्टर्स भनेर हामीले कति राख्छौँ, 5,000 राख्छौँ। 5,000 इन दुईटा जोडेर हामीले कति भयो, 1,05,000 भयो। अब हाम्रो जाम दोस्रो स्टेपमा, एकदम स्पिडमा गर्दैछु बुझिहाल। दोस्रो नम्बरमा जाम। दोस्रो नम्बरमा हाम्रो के हुन्छ, क्याश पेड टु सप्लायर्स है, दोस्रो स्टेपमा। यसमा हाम्रो के जाने हो, कस्ट अफ गुड्स सोल्ड, कस्ट अफ गुड्स सोल्ड हैन। कस्ट अफ गुड्स सोल्डमा के दिएको छ, कति दिएको छ क्वेसनमा हेर, 80,000 दिएको छ। सिम्पली 80,000 भनेको यो माइनसमा हुन्छ, जहिले पनि कस्ट अफ गुड्स सोल्ड माइनसमा हुन्छ। अनि पछाडि यसमा के जान्छ, क्रेडिटर जान्छ। क्रेडिटरको पहिलो साल कति दिएको छ, क्रेडिटर्स क्वेसनमा हेर, क्रेडिटर पहिलो सालमा 29,000 छ, दोस्रो सालमा 32,000 छ। अब के लाइब्रेरी साइडमा उल्टो रिलेसनसिप हुन्छ, यदि बढेको छ भने जोडिन्छ, घटेको छ भने घट्छ। यसमा सिम्पली हेर्दाखेरि बढेको छ, बढिसकेपछि हामीले के गर्छौँ, इन्क्रिजिङ क्रेडिटर्स 3,000 हाम्रो प्लसमा आयो। अब माइनसबाट प्लसमा, माइनस प्लस के हुन्छ भन्दाखेरि, अब हेर यो माइनस 80बाट प्लस 3,000 घटाउँदा कति हुने भयो भन्दाखेरि 77,000 माइनसमा आउने भयो। अब यसमा अर्को कुरा पनि जान्छ, अर्को के जान्छ, स्टक जान्छ। यो एनएबीले काटेको क्वेसनमा हैन, स्टक चाहिँ लगभग धेरै ठाउँमा दिन्छ, कहिलेकाहीँ दिँदैन हैन, तर प्रत्येक क्वेसनमा धेरै दिएकै हुन्छ। त्यही भएर हामीले यसलाई के गर्ने हो भन्दाखेरि हेर, यो कति छ, यो के भन्दाखेरि स्टक भनेको एसेट्स हो। एसेट्स बढ्यो भने घट्छ, यदि एसेट्स घट्यो भने प्लस हुन्छ। सिम्पली क्वेसनमा हेर्दाखेरि घटेको छ, पहिलो साल 30,000 छ, दोस्रो साल 20,000 छ, कतिले घट्यो, 10,000। अब यहाँ के लेख्ने हेर, डिक्रिजिङ के हो त हाम्रो स्टक हो। यो स्टकलाई अर्को नाममा इन्भेन्ट्री पनि भन्छ है, आइएन इन्भेन्ट्री, सम्झिने। अब कति छ, 10,000। यो मैले माथि नै गरेछु, सरी है, यो माथि तल पनि एउटा स्टेप रहेछ, यसलाई पनि हामीले गर्नुपर्छ। यो पनि प्लस हो, 80 मा 13,000 घट्यो के। अब 80 मा 13,000 यो बुझ्यो होला हैन। 80 मा 13,000 घट्दाखेरि कति हुन्छ भन्दाखेरि 67,000 हुन्छ। 67,000 केमा आउँछ, माइनसमै आउँछ फेरि। ल यो भयो हैन। अब अर्को छ के, अब यसमा दोस्रो स्टेप पनि हाम्रो सकियो हैन। अब हामी तेस्रो स्टेपमा जाम। तेस्रो स्टेपमा के हुन्छ भन्दाखेरि, क्वेसनमा हेर, क्याश पेड टु इम्प्लोइ एन्ड अदर्स। यसमा के जान्छ भन्दाखेरि अपरेटिङ एक्सपेन्सेस,
अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेस हामीलाई जहिले पनि एडिसनलमा दिन्छ, क्वेसनमा हेरिहाल। क्वेसनमा हेरिहाल अपरेटिङ एक्सपेन्सेस भनेर अलिकति झुक्काएको छ, खासै झुक्काएको चाहिँ मानिन्न कि यसलाई। यो चाहिँ सिम्पली बुझ्ने भाषामै दिएको छ। के भनेको छ? अपरेटिङ एक्सपेन्सेस इन्क्लुडिङ इन्ट्रेस्ट एक्सपेन्सेस आरएस 4000 इज 20,000। यो अपरेटिङ एक्सपेन्सेसमा इन्ट्रेस्ट एक्सपेन्सेस 4000 जोडेर 26,000 भएको छ भनेको छ। यो अपरेटिङ एक्सपेन्सेसमा 4000 इन्ट्रेस्ट एक्सपेन्सेस जोडेर 26,000 भएको छ भनेको छ। हामीले अपरेटिङ एक्सपेन्सेसमा अब कति राख्ने भयौँ? हामीले 26,000 राख्ने भयौँ। यो अपरेटिङ एक्सपेन्सेस पनि माइनस हुन्छ। अब यो अपरेटिङ एक्सपेन्सेसमा सबै एक्सपेन्सेस जान्छ। यदि क्वेसनमा एक्सपेन्सेस भनेर दिएको छ भने अपरेटिङ एक्सपेन्सेसमै जाने हो, अन्त कोही जाँदैन। ल हेर, हामीलाई यहाँ के भनेको छ? क्रेडिटर्स भनेको छ, अनि तलतिर एक्सपेन्सेस ड्यू भनेको छ। एक्सपेन्सेस ड्यू भनेको के हो? लाइबिलिटिज हो। लाइबिलिटिज के गरेको छ? बढेको छ। बढेको छ भने एड हुन्छ। अब कतिले एड भएको छ? 1000 ले। 2000 माइनस 3000 गर्दाखेरि 1000 आउँछ। कतिले बढ्यो? 1000 ले बढ्यो। राख इन्क्रिजिङ एक्सपेन्सेस ड्यू। अब एक्सपेन्सेस ड्यू भनौँ कतिले बढेको छ अरे? 1000 ले। अब माइनस 20,000 मा प्लस 1000 घट्दाखेरि 25,000 हुने भयो कि भएन? यो पनि माइनसमा आउँछ। र अर्कोमा जाउँ। अब अर्को स्टेप भनेको हाम्रो के हो? इन्ट्रेस्ट पेड। हेर डी नम्बरमा इन्ट्रेस्ट पेड। हेर इन्ट्रेस्ट पेड कतै भनेको छ? हेर इन्ट्रेस्ट पेड कतै भनेको छ क्वेसनमा? इन्ट्रेस्ट पेड भनेको छ छैन नि, ड्यास। इन्ट्रेस्ट पेड भनेको छ छैन। इन्ट्रेस्ट पेड भनेको छैन है। इन्ट्रेस्ट पेड भनेकै छैन। इन्ट्रेस्ट पेड भनेर दिन्छ। यो अपरेटिङ एक्सपेन्सेसमा इन्ट्रेस्ट एक्सपेन्सेस भनेको छ नि, यो यहाँ राख्ने होइन के, यो यहाँ राख्ने होइन, किनकि त्यो भनेको अपरेटिङ एक्सपेन्सेसको कुरा हो, इन्ट्रेस्टको कुनै कुरा छैन यहाँ है। त्यो अपरेटिङ एक्सपेन्सेसमा इन्ट्रेस्ट जोडेर 4000 इन्ट्रेस्ट जोडेर 26,000 भएको भनेको छ। अरू कुनै पनि यहाँ इन्ट्रेस्टको कुरा गरेको छैन भनिसकेपछि हामीले यहाँ राख्दैनौँ सिम्पली। अब हाम्रो ई नम्बरमा जाउँ। ई नम्बरमा हाम्रो के छ? ट्याक्स पेड। यो ट्याक्स पेड भनेर हुन्छ है। ट्याक्स पेड ट्याक्स पेड हेर छ कतै? ट्याक्स पेड हेर त सर छैन। यहाँ पनि ड्यास लगाइदियो। कहिलेकाहीँ क्वेसनमा झुक्काएर दिएको हुन्छ, ख्याल गर्नुपर्छ। अब हामीले यो अपरेटिङ एक्सपेन्सेस, क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेसलाई टोटल गर्छौँ। क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेसलाई हामीले टोटल गर्छौँ। ए प्लस बी प्लस सी प्लस डी प्लस ई गर्छौँ होइन। अब हेर, अब क्यालकुलेटर हातमा लिग। अब हेर, अब सिम्पली हाम्रो सुरुमा कति छ? 1,05,000 प्लसमा आएको छ होइन। सेल्स जहिले पनि के हुन्छ? प्लसमा हुन्छ। यसलाई घटाउने होइन। त्यसमा त तलको हामीले क्वेसन अनुसार गर्ने हो। 1,05,000 आयो होइन। अब हेर, अब हाम्रो दोस्रो नम्बरमा हेर। दोस्रो नम्बर हाम्रो 67 छ। 67,000 लाई घटाऊ। 67,000 लाई घटाऊ। अनि पछाडि तिम्रो कति छ? 25,000 लाई पनि घटाऊ। 25,000 लाई पनि घटाऊ। यति गरिसकेपछि हाम्रो कति आयो? 13,000 आयो। हेर क्वेसनमा 13,000 आएको छ कि नै? क्वेसनमा 13,000 आएको छ कि? ल क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस 13,000 सिम्पली लेख। क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस 13,000। यसलाई टोटल गरेर हामीले कति लेख्यौँ? 13,000 होइन। 13,000 लेख्यौँ। यति बुझ्यो? क्लियर। अब दोस्रो नम्बरमा जाउँ। अब दोस्रो नम्बरमा हाम्रो के हुन्छ भन्दाखेरि यो सिम्पली बुझ्नुपर्छ। अथवा हामीले यसलाई तिमीले यसरी गरे पनि मार्क्स चाहिँ आउँछ होइन। तर तिमीले अझ यहाँ अझै राम्रो गर्नु पर्यो भने नेट लेख्ने कि अगाडि नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस लेख्दा पनि अझ राम्रो हुन्छ। नेट चाहिँ लेख्दा राम्रो हुन्छ है। मैले यहाँ छुट्याएछु। नेट लेख न, राम्रो सुनिन्छ। क्वेसन यसो हेर्दा पनि इफेक्टिभ हुन्छ नि त। अब हामी दोस्रो नम्बरमा क्यास फ्लो फ्रम इन्भेन्ट्री एक्टिभिटिजमा जाउँ। क्यास फ्लो स्पेलिङ बिहारिरहेको छ यार। फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज। सुरुकै एक्टिभिटिज। अब यहाँ हेर,
अब यहाँ के भनेको छ, यसमा हाम्रो जाने भनेको एसेट साइडकोतिर जान्छ कि अरू जाँदैन है। यसमा एसेट साइड मात्रै यसमा जान्छ। एसेट्समा के को छ, एसेट भनेर हाम्रो एडिसनमा दिएको छ। हेर, यो पर्चेज अफ फिक्स एसेट्स भनेको छ, अनि यता फेरि हामीलाई सेल्स कतै भनेको छ छैन। अब हेर, यहाँ पर्चेज फिक्स एसेट पर्चेज गरौँ भनौँ, फिक्स पर्चेज फिक्स एसेट्स कति हजार भनेको छ, 20,000 भनेको छ। 20,000, यो 20,000 भनेको छ। यसमा सेल्सको कुरा गरेको छ। हेर है, सेल्स भनेको छ, सेल्स भनेको छैन। अब यसमा बुझ्ने, फिक्स एसेट पर्चेज आरएस 20,000 भनेको हामीले केही कुरा किनियो भनिसकेपछि हाम्रो पैसा गयो नि, माइनस। अब हामीले सेल्स गरेको छौँ छैनौँ। यदि सेल्स गरेको भए हामीले के गर्थ्यौँ, तल सेल्स फिक्स एसेट भनेर हामीले कतिमा सेल्स गरेको त्यसलाई हामीले प्लस साइनमा लेख्थ्यौँ कि, त्यसलाई माइनस साइनमा हामीले लेख्दैनौँ कि प्लस साइनमा लेख्थ्यौँ। यदि पर्चेज गरेको भए हामीले त्यसलाई माइनस साइनमा लेख्ने हो, यदि हामीले सेल्स गरेको छौँ भने त्यसलाई प्लस साइनमा गर्ने, अनि तिनलाई जोड घटाउ गरेर हामीले यता हिसाब राख्थ्यौँ। अब यहाँ केही पनि छैन भनिसकेपछि हाम्रो क्यास फ्लो फर इन्भेस्टिङ एक्टिभिटिज कति आयो भनेर भन्दाखेरि 20,000 आयो कि, 20,000 आयो, माइनसमा आयो। यसलाई हामीले बुझ्नुपर्छ माइनस भनेर। अब यति गरिसकेपछि हाम्रो यहाँ अरू पनि हेर्नुपर्छ, कहिलेकाहीँ यहाँ इन्भेस्टमेन्ट भनेको हुन्छ। यसमा इन्भेस्टमेन्ट पनि जान्छ कि, इन्भेस्टमेन्ट भनेर हामीलाई एसेटमा दिएको हुन्छ, एसेटमा दिएको हुन्छ छैन। यो क्वेसनमा दिएको छ इन्भेस्टमेन्ट भनेर, यो क्वेसनमा दिएको, ए सरी है, सरी म कहाँ पुगेछु, तल्लो क्वेसनमा पुगेछु यार, सरी। यहाँ त छुट्टै कुरा भयो नि त। पर्चेज अफ फिक्स एसेट 29,000 छ है, 29,000 20,000 भनेछु, 20,000 छ। हेर, सरी है, म झुकेछु। फिक्स एसेट पर्चेज 29,000 छ, यहाँ कुनै छैन होइन, इन्भेस्टमेन्ट पनि छैन, अनि बेचेको पनि छैन। एन्सरमा पनि त्यही छ, 29,000 छ, 29,000 हो। हेर, 29,000 है। ल, यो बुझ्यो होइन। अब हामी 3 नम्बरमा जाउँ। 3 नम्बरमा हाम्रो के हो भन्दाखेरि, 3 नम्बरमा हाम्रो क्यास फ्लो फ्रम फाइनेन्सिङ एसिटी एक्टिभिटिज। अब यो फाइनेन्सिङ एक्टिभिटिजमा हाम्रो के जान्छ भन्दाखेरि होइन, सिम्पली के जान्छ भन्दाखेरि सेयरहरू जान्छ कि। अब सेयरहरू हेर्ने, अनि पछाडि एक्सपेन्स ड्यू त हामी राखिसक्यो, यो जाँदैन यहाँ। अनि पछाडि लोन हेर्ने होइन, अनि पछाडि तिम्रो के हुन्छ भन्दाखेरि अरू अर्को यहाँ डिभिडेन्ड भन्ने हुन्छ होइन, सेयर क्यापिटल भन्ने हुन्छ, यिनलाई हेर्ने। अब हेर, सुरुमा क्वेसनमा हेर 18 मा हाम्रो सेयर क्यापिटल कति दिएको छ भनिसकेपछि कति दिएको छ, सुरुमा 80,000 दिएको छ, दोस्रो साल 90,000 दिएको छ। इन्क्रिज भयो, लाइबिलिटी इन्क्रिज भयो भने एड हुन्छ। सिम्पली लेख यहाँ इन्क्रिजिङ सेयर क्यापिटल कतिले यहाँ इन्क्रिज भयो, क्वेसनमा हेर, पहिलो साल 80 छ, दोस्रो साल 90,000 छ भनिसकेपछि 10 ले भयो। सिम्पली 10,000 लेख। अब अर्को हेर, यहाँ लोन भन्ने दिएको छ, लोन जान्छ, तिमीलाई थाहा छ। लोन कति छ, पहिलो साल 50 छ, दोस्रो साल 68 छ भनिसकेपछि 18,000 ले बढेछ। इन्क्रिजिङ लोन, लोन कतिले बढो, 18,000 ले, 18,000 होइन। अब यति गर्ने, यो पनि प्लसमै आयो। अब अर्को हेर्ने, अब यहाँ रिटर्न अर्निङ भनेको छ। यो रिटर्न अर्निङ यो क्यास फ्लोमा कोही पनि जाँदैन। यो कोही तिमीले रिटर्न अर्निङ भनेर क्वेसनमा यो दिएको हुन्छ, तर यसलाई इग्नोर गरिदिनु कि हामीले सुरुमै यसलाई काट्दै हुन्छ। मैले काटिदिएको छु नि, जस्तै काटिदिएको छु नि, सर्ट काटिदिएको छु। यो माथि क्रेडिटर चाहिँ हेर्ने हो, यहाँ झुकेर काटेको, तल रिटर्न अर्निङलाई चाहिँ काटिदिइहाल्ने। अब तिम्रो अर्को यहाँ के जान्छ, यहाँ हेर्ने। अब अर्को तिम्रो जान्छ क्यास डिभिडेन्ड जान्छ। क्यास डिभिडेन्ड भनेको सिम्पली हामीले यो क्यास डिभिडेन्डलाई हामीले के गर्छौँ, घटाउने हो है। क्यास डिभिडेन्डलाई घटाउने हो। क्यास डिभिडेन्ड भनेको छ कति दिएको छ, 7,000। के भन्ने यसलाई हामीले भन्छौँ इस्यु भन्दा पनि हुन्छ, रिपेमेन्ट भन्दा पनि हुन्छ। रिपेमेन्ट के भन्ने यसलाई भन्दाखेरि रिपेमेन्ट अफ क्यास डिभिडेन्ड
भनेर यसलाई घटाउने हो 7000 मा घटाउने हो है 7000 घटाउने हो। अब क्याल्कुलेटर हान क्याल्कुलेटरमा के हान भन्दाखेरि सुरुमा 10000 हान अनि पछाडि तिमीले के हान 18000 हान अनि पछाडि तिमीले के हान माइनस हान 7000 हान कति आयो 21000 क्वेशनमा 21000 आह क्वेशनमा 21000 आह ए क्वेशनमा 21000 आह है क्वेशनमा 21000 आह यसलाई सिधै 21000 भनेर राख। यो चाहिँ हाम्रो प्लसमा आयो। अब हाम्रो के आउने भयो भन्दाखेरि टोटल आउने भयो। अब हाम्रो यहाँ के आउँछ टोटल नेट आउँछ। अब लास्टमा के लेख्नु पर्यो भन्दाखेरि नेट चेन्ज इन क्यास। अब हामीले के गर्नु छ यसमा 1 + 2 + 3 गर्नु छ। 1 + 2 3 भनेको के भन्दाखेरि क्यास फ्लो फ्रम फाइनेन्स अपरेटिङ एक्सपेन्सेस, क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्सपेन्सेस, क्यास फ्लो फ्रम इन्भेन्ट्री एक्टिभिटिज। सरी यो भनेको सिम्पल्ली बुझ न क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस सुरुमा अनि क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज भयो अनि पछाडि तिम्रो अर्को के हो त थर्ड नम्बरमा क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज। यिनलाई अब जोड घटाउ गर्ने। सुरुमा हेर कति छ हाम्रो क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस कति आएको छ 13000 प्लसमा आएको छ। अब हाम्रो उस के आएको छ इन्भेस्टिङ एक्टिभिटिज माइनसमा 29000 आएको छ। अनि हाम्रो अर्को के आएको छ फाइनेन्सिङ एक्टिभिटिज हाम्रो के आएको छ भन्दाखेरि 21000 प्लसमा आएको छ। यति गरिसकेपछि हाम्रो 5000 आउँछ 5000 हैन 5000 आउँछ। अब यो हेर क्वेशन यति गरिसके क्वेशन आयो हाम्रो 5000। यसलाई हामीले सिधै यहाँ लेख 5000 भनेर। अब हामीले क्वेशनको एसेट साइडमा जानुपर्छ। हामीले यहाँ हेर ओपनिङ क्यास ब्यालेन्स जोड्नुपर्छ। क्यास एट ब्याङ्क भनेर ओपनिङ क्यास ब्यालेन्स 25000 हो, क्लोजिङ क्यास ब्यालेन्स 30000 हो भनिसकेपछि हामीले जहिले पनि क्यास फ्लो गर्दाखेरि अन्तिममा ओपनिङ क्यास ब्यालेन्स जोड्नुपर्छ है। ओपनिङ क्यास ब्यालेन्स भनेर हामीले जोड्नुपर्छ। के गर्ने ओपनिङ क्यास ब्यालेन्स हेर ओपनिङ क्यास ब्यालेन्स कति हो त 25000 हो नि 25000 हो है 25000 हो। अब यो 25000 र 5000 हामीले फेरि जोड्ने हो। जोडिसकेपछि हाम्रो के आउँछ क्लोजिङ क्यास ब्यालेन्स आउँछ। क्लोजिङ क्यास ब्यालेन्स आउँछ। क्लोजिङ क्यास ब्यालेन्स भनेको हामीले यो 5000 र 25000 जोडेर 30000 लेख्ने हो कि 30000 आयो कि नै 30000 आयो नि। यही नै हाम्रो के हो त एन्सर हो। अब यो एन्सर मिल्यो कि नै भनेर हामीले क्वेशनमा मजाले हेर्न सक्छौँ। क्वेशनमा गएर हामीले हेर क्वेशनमा गएर हामीले के हेर्ने हो क्लोजिङ क्यास ब्यालेन्स 30000 छ कि नै हेर्ने। 30000 छ नि छ एन्सर मिल्यो हाम्रो 30000 एन्सर आह क्वेशनमा जाने यहाँ हेर्ने 30000 छ मिल्यो। यति गरिसकेपछि हामीले यो क्यास फ्लो हामीले मजाले गर्न सक्छौँ। यति गरिदिएको छु तिम्रो लागि भनेर 18 मिनेट 30 सेकेन्ड लाएर गरिदिएको छु। मजाले बुझेका छौ कि छैन यदि बुझेन भने सोध मजाले बुझाइदिन्छु मैले ल।